₹35 चाहिँ मैले 10 क्लासको फिस हुन्थ्यो र अनि त्यही पनि त्यो ₹35 पनि धेरै गाह्रो विषय थियो त्यति बेला। कालो मसीले लेख्यो भने त्यो नमेटिँदो रहेछ र निलो मसीले लेख्यो भने चाहिँ त्यो धोएर त्यसलाई फेरि पखालेर लेख्न मिल्ने भयो भने हामी चाहिँ निलो मसीले लेख्ने अनि त्यसपछि खोलामा लगेर पखालेर फेरि त्यही कागजमा त्यसरी पढेको। प्रभुलाई कसरी पाउनुभयो? घरमा चाहिँ एक प्रकारले अब पूजापाठ धेरै गर्ने बुवाले र यता जब म क्याम्पसमा पढ्ने बेला सुसमाचार सुनिसकेपछि आदरणीय दर्शक तथा श्रोतावृन्द, म कार्यक्रम प्रस्तुता पास्टर दिनेश बाबु श्रेष्ठ यहाँहरूको बीचमा जय मसीह भन्न चाहन्छु। परमेश्वरको वचनमा रूपान्तरणको शक्ति छ। यो मूल मन्त्रको साथमा यो मण्डली नेतृत्व गर्दै गर्दा हामीहरूको जीवनद्वारा भएका रूपान्तरणका कथाहरू, सत्य कथाहरू यहाँहरूको बीचमा पस्किँदै आएका छौँ र आजको कार्यक्रममा यहाँहरूलाई स्वागत गर्न चाहन्छु र सँगसँगै आजको कार्यक्रममा यहाँहरूको बीचमा हाम्रो नयाँ अतिथि पाहुनालाई लिएर आएका छौँ। उहाँ हुनुहुन्छ हाम्रो रूपान्तरण क्रिस्चियन मण्डलीको सिनियर एल्डरको रूपमा सेवा गर्दै आउनुभएको र क्याम्पस क्रुसेफर क्राइस्टको लिडर्स इम्प्याक्टमा विगत 23 वर्षदेखि सेवकाई आउँदै गर्नुभएको एक जवान हाम्रो अतिथि पाहुना मनबहादुर रोका, उहाँलाई मिलन रोका पनि भनेर चिनिन्छ। यहाँहरूको बीचमा म स्वागत गर्न चाहन्छु। कार्यक्रममा यहाँलाई स्वागत छ। अलिकति यहाँले आफ्नो परिचय गरिदिन सक्नुहुन्छ हाम्रो दर्शक तथा श्रोतावृन्द? यहाँ सबैलाई प्रभुको नाम जयमिसी। मेरो वैधानिक नाम चाहिँ मनबहादुर रोकाए हो, तथापि मलाई मानिसहरूले चाहिँ मिलन रोकाए भनेर चिन्दछन् र म विगत 23 वर्षदेखि क्याम्पस क्रुसेफर फर क्राइस्टको सेवकाईमा आबद्ध छु र अहिले मैले हाल लिडर इम्प्याक्टको एउटा स्ट्राटेजी लिडरको रूपमा भएर काम गर्दैछु। साथै म रूपान्तरण क्रिस्चियन मण्डली नेपालगञ्जको एल्डरको रूपमा पनि सेवकाई गरिराखेको छु र हाल म घोराईमा सेवकाई गर्दैछु। हस्, धन्यवाद। र हाम्रो यस पोडकास्टमा यहाँलाई स्वागत भन्न चाहन्छु। यो चाहिँ एउटा हाम्रो जीवनमा प्रभुमा विश्वास गरिसकेपछि भएका रूपान्तरणका कथाहरू हामी दर्शक श्रोता माझमा पस्किन चाहन्छौँ, ताकि यो कुरा सुन्दै गर्दा उहाँहरू पनि आशिषित हुनुभएको होस्, उहाँहरूले पनि एउटा प्रेरणा पाउनुभएको होस् भन्ने यो कार्यक्रमको उद्देश्य हो। र अलिकति यहाँको बाल्यकाल कसरी बित्यो, कहाँ जन्मनुभयो, परिवार कस्तो थियो, अलिकति बताइदिन सक्नुहुन्छ? म सल्यान जिल्लाको विकट एउटा पहाडी सिद्धेश्वरी गाउँपालिका, त्यति बेलाको, अहिले चाहिँ सिद्धकुमा गाउँपालिका हो, त्यहाँ जन्मेँ र म त्यही हुर्केँ। र हाई स्कुल पढ्नको लागि चाहिँ म घरबाट लगभग 2-3 घन्टा टाढा पढ्ने भएको कारणले गर्दाखेरि थारमारी भन्ने ठाउँमा कोठा लिएर त्यहीँ बसेर म हाई स्कुल पास गरिसकेपछि, एसएलसी पास गरिसकेपछि चाहिँ म पछि नेपालगञ्जतिर क्याम्पस पढ्नलाई चाहिँ नेपालगञ्ज आइपुगेँ। र अलिकति यहाँको बाल्यकाल कस्तो रह्यो अनि नेपालगञ्जको विद्यार्थीको समय कस्तो रह्यो, अलिकति बताइदिन सक्नुहुन्छ? मेरो बाल्यावस्थाको कुरा गर्दा विशेष गरी अब हामी गाउँमा हुर्क्यौँ, त्यही जन्म्यौँ र त्यो समयमा चाहिँ अब स्कुल पढ्नको लागि त्यो हाई स्कुल हाम्रोमा थिएन। त्यस कारणले गर्दाखेरि हामी पढ्नको लागि चाहिँ टाढा जानुपर्ने भएको कारणले 5 क्लास पास गरिसकेपछि हामी त्यहाँबाट चाहिँ टाढा जानुपर्ने भएकोले थारमारी भन्ने ठाउँमा हामी पढ्नको लागि चाहिँ त्यहाँ कोठा लिएर बसेर हामी त्यहाँ पढ्न जानुपर्थ्यो। म त्यही थारमारीमा पढेँ र त्यसरी नै अब गाउँघरमा हामीले स्कुल जानु भन्दा पहिला केही काम गर्नुपर्ने हुन्थ्यो, नत्र स्कुल जानु पाइँदैन थियो। अप्सन चाहिँ पहिला केही काम गरिसकेपछि, घरको काम गरिसकेपछि, घाँस काट्ने अथवा घरको केही काम गरिसकेपछि मात्र स्कुल जानु पाउने हुन्थ्यो। किनभने त्यति बेला अब पढ्ने कुरा त्यति धेरै महत्त्व मानिसहरूले दिँदैन थिए र सायद म गाउँमा चाहिँ पहिलो त्यो गाउँपालिका त नभनौँ, सायद त्यो मेरो वडामा 2 नम्बर वडामा चाहिँ एसएलसी पास गर्ने पहिलो व्यक्ति हो। त्यो भएको कारणले गर्दाखेरि त्यसरी चाहिँ अब दुःख कष्ट गरेर पढ्नुपर्ने अवस्था थियो र मैले पढ्ने बेला लगभग ₹35 चाहिँ मैले 10 क्लासको फिस हुन्थ्यो र अनि त्यही पनि त्यो
35 रुपियाँ पनि धेरै गाह्रो विषय थियो त्यति बेला र अनि अब त्यो प्रशस्त त्यो पसलहरू पनि नपाउने, काफी कलम प्रशस्त नपाउने, अनि यो कालो मसीले लेख्यो भने त्यो नमेटिँदो रहेछ र निलो मसीले लेख्यो भने चाहिँ त्यो धोएर त्यसलाई फेरि पखालेर लेख्न मिल्ने भयो भने हामी चाहिँ निलो मसीले लेख्ने, अनि त्यसपछि खोलामा लगेर पखालेर फेरि त्यही कागजमा त्यसरी पढेको र त्यसरी चाहिँ हामी स्कुल पढ्ने बेला चाहिँ हामी त्यसरी नै गर्नुपर्ने अवस्था थियो। एसएलसी पास गरेपछि नेपालगञ्ज एसएलसी पास गरिसकेपछि चाहिँ म फर्दर स्टडीको लागि नेपालगञ्ज झरेँ र महेन्द्र बाबु क्याम्पसमा त्यही क्याम्पसमा पढेँ। के विषय लिएर पढ्नुभएको थियो क्याम्पस? कमर्स हो, अनि त्यस बिचमा चाहिँ त्यति बेला चाहिँ आइकम भन्ने थियो, अनि आइकम पढिसकेपछि पछि फेरि ब्याचलरमा चाहिँ फ्याकल्टी चेन्ज गरेको, सोसियोलोजी लगेर चाहिँ ब्याचलर पछि चाहिँ सोसियोलोजी पढेको। यहाँलाई मैले भेट्दाखेरि मैले नेपालगञ्जमा भेटेको, अलिकति बताइदिनु सक्नुहुन्छ प्रभुलाई कसरी पाउनुभयो? म ब्याचलर पढ्दै गर्दा मैले क्याम्पमा यो आफ्नो फिसको लागि चाहिँ मैले आफैले केही काम गरेर पढ्नुपर्छ भन्ने मान्यता, तब घरको अवस्थाहरू पनि त्यस्तै भएको कारणले गर्दाखेरि पहिला चाहिँ मैले यो इलेक्ट्रिसियन तालिम गरेर त्यो काम गर्दै मैले आफ्नो फिसहरू रेज गर्ने गर्दथेँ। पछि चाहिँ त्यो अलिकति रिस्की भएको कारणले गर्दाखेरि फेरि मैले ड्राइभिङ सिकेँ। ड्राइभिङ सिकिसकेपछि मैले अब यो गाडी चलाउनको लागि त्यति बेला एउटा स्कुलको फी र आफ्नो एक्सपेन्सेस रेज गर्नको लागि चाहिँ गाडी सिकेर यो त्यति बेला 3 पाङ्ग्रे टेम्पो हुन्थ्यो, त्यो विक्रम टेम्पो हुन्थ्यो त्यसलाई, त्यो टेम्पो चाहिँ चलाउँदै अनि आफ्नो क्याम्पसको फिसहरू तिर्दै गर्ने बेलामा चाहिँ अनि हजुरले त्यहाँ मलाई भेटेर सुसमाचार सुनाउनु भयो। अनि त्यो बेलादेखि चाहिँ म अब मेरो पहिलाको अलिकति बुवा मम्मीहरू गाउँघरमा अलिकति त्यो एउटा ट्रेडिसनल परम्परागत एउटा हुर्कदै आएको कारणले गर्दै घरमा चाहिँ एक प्रकारले अब पूजापाठ धेरै गर्ने बुवाले, र यता जब म क्याम्पसमा पढ्ने बेला सुसमाचार सुनिसकेपछि चाहिँ त्यो बेलामा जति धेरै हामीले घरमा पूजापाठ गरे तापनि त्यो प्रकारको एक प्रकारको पिस आनन्द नभएर बिरामी भएको भए त्यस्तो अवस्था हुन्थ्यो घरमा हुने बेला। अनि कति त्यहाँ गाउँको मान्छेहरूले त्यो त्यति धार्मिक रूपमा केही नगर्ने मान्छेहरू पनि स्वस्थ हुने, उनीहरूलाई चाहिँ अलिकति यो क्वेसन चाहिँ अलिअलि रेज हुन्थ्यो है, हामी जति पूजापाठ गर्छौँ धर्म कर्ममा हामी बढी नै संलग्न छौँ, हाम्रै घरमा बिरामी हुन्छ भन्ने जस्तो लाग्थ्यो। जब क्याम्पसमा पढ्ने बेला हजुरसँग भेट भइसकेपछि हजुरहरूले सुसमाचार सुनाउँदा चाहिँ अब एउटा रियल पिस, एउटा सेटिस्फ्याक्सन र शान्ति चाहिँ प्रभुमा छ भन्ने कुरा चाहिँ मैले अनुभव गर्ने मौका पाएँ त्यो समयमा। अलिकति एउटा कुरा हाम्रो दर्शक वृन्दलाई बताइदिन सक्नुहुन्छ कि मैले तपाईँलाई सुसमाचार सुनाएर प्रभुमा हुर्काउँदै गर्दाखेरि चाहिँ हजुर क्याम्पो चलाउनुहुन्थ्यो, क्याम्पस पनि एउटा विद्यार्थी पनि हुनुहुन्थ्यो, तर मैले देख्दाखेरि एकदमै लगनशील हुनुहुन्थ्यो, र मैले अर्को चाहिँ यहाँको जीवनमा चाहिँ फेरि घरिघरि यहाँलाई प्रभुमा बढ्नुपर्छ, सङ्गति आउनुपर्छ भनेर उत्साह दिइरहनु परेको अवस्था थिएन। एकदमै सुरुबाटै जोसिलो हुनुहुन्थ्यो र अहिलेसम्म पनि मैले त्यो जोस देख्छु। त्यो हुनमा चाहिँ के कारणले गर्दा तपाईँ प्रभुप्रति त्यसरी समर्पित हुनुभयो? विशेष गरी अब मैले क्याम्पस पढ्दै र त्यो गाडी चलाउँदै गर्दा चाहिँ जब सुसमाचार सुने र सुसमाचार सुनिसकेपछि चाहिँ त्यो जुन बाटो सत्य जीवनमा हो म बाइक अरू कोहीद्वारा पिताका जान सक्दैन भन्ने एउटा शब्दले चाहिँ विशेष मलाई टच गरेको र अनि त्यो सुरु इनिसियल पिरियडमा त अब धेरै कुरा बुझेको हुँदैन र
सुसमाचार सुनाइसकेपछि शनिबार चाहिँ मण्डलीमा बोलाउनु भएको थियो हजुरले। मैले गाडी चलाउँदै गर्दा मेरो एउटा एक्सिडेन्ट पनि भएको थियो, मेरो हेल्पर चाहिँ चोट लागेको थियो। अनि त्यो पुलिसले चाहिँ उसलाई लखनऊ उपचार गर्न लग्यो, मलाई त्यहाँ हिरासतमा प्रहरीकोमा त्यहाँ राखेको बेला शुक्रबार चाहिँ म त्यहाँ त हिरासतमा गएँ। शनिबार मलाई मण्डलीमा बोलाउनु भएको थियो, त्यसको केही दिन अगाडि मलाई सुसमाचार सुनाउनु भएको थियो। अनि बुधबार त्यस्तै होला। अनि शनिबार बिहान चाहिँ त्यो हिरासतमा भाउजू र तपाईँ भेट्न आउनुभयो। अनि मेरो थुप्रै साथीहरू थियो, खास गरेर अब मैले गाडी चलाउनुभन्दा अगाडि मैले होटेलको रिसेप्सन गरेको थुप्रै नेपालमा भएको साथीहरू, गाडी चलाउने साथीहरूदेखि लिएर थुप्रै साथीहरू थिए। यद्यपि त्यो समयमा मेरो थुप्रै साथीहरू थियो, कोही पनि आएन। तर हिजो एक दिन चिनजान भएको अथवा सुसमाचार सुनाएको मान्छे भनौँ न, त्यहाँ भेट्न आउँदा त्यसले चाहिँ मलाई एक प्रकारको चाहिँ उहाँहरूले विश्वास गरेको परमेश्वर पनि राम्रो हुनुपर्छ। त्यति बेला सबै सुसमाचार त मैले बुझिसकेको थिएन। सुनाउँदा अब बोलाउनु भएको, अब शनिबार मण्डली जाने भन्ने मेरो पनि योजना थियो। तर म दुर्भाग्यवश त्यहाँ हिरासतमा हुनुपर्ने बेला चाहिँ अनि उहाँ तपाईँले भनेको शब्द मलाई अहिले पनि याद छ, भाइ चिन्ता नगर्नु, हामी तपाईँको लागि प्रार्थना गर्छौँ। अनि हजुर भेटेर जानुभयो। त्यसपछि अब मैले चाहिँ सायद उहाँहरूले विश्वास गरेको परमेश्वर पक्कै असल हुनुहुन्छ भन्ने लाग्यो। र त्यसको केही समयपछि प्रक्रियागत रूपमा म फर्कनु त्यहाँबाट निस्किने कुरा चाहिँ के थियो भने, जब त्यो मेरो हेल्पर लखनऊबाट उपचार भएर आइसकेपछि मात्र म त्यहाँबाट निस्किने हुन्थ्यो। या त मलाई चाहिँ यो मजदुर सङ्घको मान्छेहरूले चाहिँ त्यहाँ गएर निकाल्ने भनेर अघिल्लो केही दिन अगाडि आएर चाहिँ मुद्दा दर्ता भएको रहन्छ तपाईँको भाइ, हामी आइतबार तपाईँलाई निकाल्छौँ भनेको थियो। त्यही मैले प्रक्रियागत रूपमा म निस्किनु पर्ने चाहिँ त्यो उपचार भएर आइसकेपछि या त त्यो यातायात मजदुर सङ्घको मान्छेले मलाई निकाल्ने कुराकानी थियो। तर त्यो उपचार भएर त्यो फुच्चे चाहिँ आइपुग्यो लखनऊबाट। तर त्यो मेरो गाडीको मालिकले चाहिँ त्यो पठाएन उसलाई त्यहाँ मलाई छोड्छ भनेर, किनभने उसको पैसा खर्च गराइदिएको, उसलाई अलिकति त्यही नेपालमा उपचार गर्ने भन्ने उसको भनाइ थियो। मैले चाहिँ उसको त एउटा जीवनसँग सम्बन्ध छ, जीवन उसलाई चाहिँ लखनऊ पठाउनुपर्छ भन्ने मैले अलिकति जोड दिएको कारणले गर्दाखेरि त्यो गाडीको मालिकले चाहिँ म प्रति अलिकति प्रतिशोध छाडेर उसलाई मलाई त्यही बसोस् भन्ने उसको इच्छाले त्यो फुच्चे चाहिँ त्यहाँ आउँदा मलाई छोड्ने भयो। अनि घरमा राख्यो त उसलाई त्यहाँ पठाएन म। अनि मेरो मिसेज गएर चाहिँ त्यो एसपीलाई चाहिँ रिक्वेस्ट गर्यो। मेरो छोरा 1 वर्षको 1 महिनाको थियो, त्यतिखेर सानो थियो। अनि मेरो त्यो उपचार गरेर आइसक्यो त्यो केटा चाहिँ साउले यहाँ पठाउँदैन भन्ने रिक्वेस्ट गर्ने बेला एकजना एसपीले चाहिँ आफ्नो जिम्मामा मलाई, एसपीले होइन इन्सपेक्टरले चाहिँ मलाई आफ्नो जिम्मामा त्यहाँबाट रिलिज गर्यो। खास गरेर अब छुट्नुपर्ने कि त्यो फुच्चे त्यहाँ हुँदा कि चाहिँ मलाई यातायात मजदुर सङ्घले प्रक्रियागत रूपमा निकाल्नुपर्ने, त्यो इन्सपेक्टरले अघिल्लो दिनमै मलाई रिलिज गर्नुको पछि चाहिँ म त्यहाँबाट आइसकेपछि मेरो लागि मण्डलीमा उहाँले प्रार्थना गर्नुभएको रहेछ र त्यो प्रार्थनाको कारणले म त्यहाँबाट निस्केको रहेछु भन्ने कुरा चाहिँ मलाई पछि महसुस भयो। किनभने म बाइबल पढ्दै जाँदा पत्रुस जेलमा भएको बेला मण्डलीले प्रार्थना गरेको कुरा पढ्ने बेला चाहिँ त्यो बेला चाहिँ मलाई त्यो महसुस भयो। त्यति बेला मलाई चाहिँ मण्डलीले प्रार्थना गर्नुभएको रहेछ उहाँहरूले, त्यस कारणले म निस्केको रहेछु भन्ने कुरा चाहिँ भयो। अनि त्यस कारण एक प्रकारको फेथ चाहिँ अब त्यो इन्सिडेन्टले होइन, अब थुप्रै मेरो साथीहरू जसलाई मैले होटेलमा हुने बेला अब उनीहरू होटेलमा फेरि गरिदिन्थ्यो, म रिसेप्सन थिएँ। त्यो साथीहरू कोही भेट्न नआउँदा र एक दिन भेटेको तपाईँहरूले आएर उत्साह दिँदा चाहिँ अनि त्यो कुराले चाहिँ मेरो उसमा चाहिँ एक प्रकारले टच चाहिँ भएको। र त्यो पछि जब मण्डलीमा गइसकेपछि पत्रुसलाई जेलबाट मण्डलीले प्रार्थना गरेको कुरा थाहा पाउँदा चाहिँ अझै मलाई फेथमा चाहिँ एउटा विश्वासमा चाहिँ एउटा दरिलो हुने एउटा मौका भयो। र अनि अब मैले गाडी चलाउनु पर्ने भएकोले शनिबार चाहिँ
मैले के गर्ने थिएँ भने मैले तपाईँको गाडी शनिबार चलाउँदिनँ, मैले मालिक मालिकलाई भनेको थिएँ। अनि किन चलाउँदैन भन्दा उसले म चाहिँ चर्च जानुपर्छ, दिनभरि हुन्छ चर्च भन्नुभयो उहाँले। होइन 2 घन्टा, त्यसो भएपछि तिमीले गाडी लिएर जानु, बिहान चलाउनु, 2 घन्टा सङ्गति गर्नु। अनि एकदमै त्यो कहिले शनिबार आउला जस्तै हुने, गाडी चलाउने बेला त्यो त्यो गीत गाउन मन लाग्ने, एउटा त्यो प्रकारको चाहिँ एउटा उत्साह चाहिँ थियो। र म कहिले पनि मैले मण्डली चाहिँ मिस गरिनँ, हो रेगुलर चाहिँ आइराखेँ। एउटा हामीले सिक्नुपर्ने कुरा चाहिँ हामीले सुरुमा जब प्रभुमा विश्वास कसैले गर्छ भने एउटा नयाँ प्रभुमा विश्वास गरेर व्यक्तिलाई सुरुको भेटघाट उत्साह कति महत्त्वपूर्ण छ भनेर चाहिँ यहाँ हामी स्वयं भाइको जीवनबाट देख्छौँ। र साँच्चै भाइको जीवनमा मैले आफूले पनि अनुभव गरेको चाहिँ कहिल्यै पनि विश्वास गरेको दिनबाट चाहिँ उहाँ फेरि निराश भएर फेरि त्यसपछि सङ्गति नआउने त्यो मैले कहिले देखिनँ। त्यही टेम्पो चलाउनुहुन्थ्यो, त्यही टेम्पो गराएर लिएर बाटोमा भएको विश्वासलाई लिएर पनि सङ्गति आउनुहुन्थ्यो। एक दिन पनि सङ्गति मैले यहाँले मिस गरेको चाहिँ देखेको छैन। सायद यसको फलस्वरूप पनि होला आज ठुलो एउटा लिडरसिपमा हुनुहुन्छ, क्याम्पस क्रुसेडमा विगत 23 वर्षदेखि सेवाकाईमा आबद्ध हुनुहुन्छ, मण्डलीको पनि एउटा एल्डरको भूमिकामा हुनुहुन्छ। अनि म अहिले जब दाङ जान्छु, यहाँको सेवाकाईको बारेमा सुन्छु, मलाई एक प्रकारको गर्व पनि लाग्छ। अनि अहिले यी दिनहरूमा यसरी विभिन्न मण्डलीहरूसँग अनि लिडरसिपमा रहेर काम गर्दै गर्दा चाहिँ यहाँको सेवाकाईको अनुभव चाहिँ कस्तो भइरहेको छ? विगत 23 वर्षदेखि सेवाकाई गर्दै गर्दा परमेश्वरले एउटा सेवाकाई गर्ने मौका विभिन्न ठाउँमा विभिन्न व्यक्तिहरूसँग सेवाकाई गर्ने मौका दिनुभयो र म आफूलाई आशिषित ठान्दछु। यद्यपि हामीले सेवाकाई गर्ने कुरामा परमेश्वर काम गर्नुपर्ने धेरै छ हामीद्वारा, जुन कुराको लागि परमेश्वरले रोज्नु भएको छ। र मैले आफ्नो अनुभव यो सेवाकाईको दौरानमा संसारको सबैभन्दा उत्तम कुरा चाहिँ उहाँको वचनको सेवाकाई गर्ने काम हो। र संसारका सबै काम सबैले गर्न सक्छन्। रेडियोको काम प्रभुलाई नचिनेको मान्छेले गर्न सक्छन्, स्कुल खोल्ने काम प्रभुलाई नचिनेको मान्छेले खोल्न सक्छन्, अनाथालय र वृद्धाश्रमका जस्ता कुराहरू प्रभुलाई नचिनेको मान्छेले पनि खोल्न सक्छ। तर वचनको सुसमाचार सुनाउने कुरा, वचनको सेवाकाई चाहिँ एउटा सब अरू मानिसले गर्न सक्छ। यसर्थ यो सेवाकाईमा र यो सेवाकाईको एउटा हिस्सा हुन पाउँदा चाहिँ म आफूलाई एउटा भाग्यमानी ठान्छु। र यो सेवाकाईमा परमेश्वरले हामीलाई मौका दिनुभएको लागि पनि एउटा कृतज्ञ छु। र यो चाहिँ सबैभन्दा संसारको उत्तम काम चाहिँ उहाँको सेवाकाई गर्ने र वचनको सेवाकाई गर्ने हो जस्तो लाग्छ मलाई। धेरैले मलाई भन्नु पनि हुन्छ यहाँको बारेमा, र यहाँ चाहिँ जवानहरूको बिचमा साह्रै एक प्रकारको पपुलर हुनुहुन्छ। धेरै जवानहरूले यहाँलाई रुचाउँछ अनि धेरै जवानहरूलाई निर्माण गर्ने काममा यहाँले लगानी पनि गर्नुभएको छ। मैले त्यो सुनेको पनि छु, देखेको पनि छु। अनि के लाग्छ हजुरले जवानहरूलाई भेट्दै गर्दा चाहिँ के देख्नुहुन्छ, के पाउनुहुन्छ? विशेष गरी जवान र सँगसँगै बालबच्चाहरू पनि उनीहरूसँग हामीभन्दा धेरै समय छ, किनभने उनीहरू हामीभन्दा धेरै अझै उनीहरूले काम गर्न सक्छन्। यदि हामीले उनीहरूलाई ठिक प्रकारले प्रमोट हुर्कायौँ, उनीहरूलाई डेभलप गऱ्यौँ भने भविष्यको मण्डली एउटा लिडर्सहरू, सोसाइटीको लिडरहरू र पोलिटिकलमा पनि उनीहरू डेभलप भयो भने उनीहरूले समाजमा एउटा ठुलो इम्प्याक्ट पार्न सक्ने उनीहरूसँग समय छ। र त्यस कारणले उनीहरूलाई हामीले निर्माण गऱ्यौँ भने र देशको विभिन्न ठाउँमा, सोसाइटीको विभिन्न डोमेनमा चाहिँ उनीहरू नेतृत्व गर्ने व्यक्ति हुन सक्छन्। त्यस कारणले आज हामीले यसो हेऱ्यौँ भने चाहिँ विशेष गरी एक प्रकारले चाहिँ कसले ठुलो मण्डली बनाउने, कसको चाहिँ ब्रान्डेड क्वायर गरौँ भन्ने त्यतातिर कम्पिटिसन भइराखेको देख्छु मैले यसो हेर्दा। खास चाहिँ हामीले इन्भेस्ट गर्नुपर्ने चाहिँ मान्छेमा हो, अर्थात् उनीहरूलाई ठिक प्रकारले निर्माण गर्ने, डिसाइपलसिपमा हुर्काउने। र यदि हामीले उनीहरूलाई डिसाइपलसिप रूपमा हुर्कायौँ र ठिक प्रकारले चेलापनमा हुर्कायौँ भने त्यो मान्छेलाई हामीले कहिले पनि तपाईँ चर्च आउनुपर्छ, तपाईँले दशमास हाल्नुपर्छ भनिराख्नु पर्दैन।
ऊ ठिक प्रकारले प्रभुमा निर्माण भयो भने ऊ जहाँ गए पनि ऊ मण्डली जान्छ र उसले जहाँ गए पनि परमेश्वरमा एउटा आफूले दशांश हाल्नेदेखि लिएर प्रभुको राज्यमा काम गर्ने कुरामा ऊ आफै स्वस्फूर्त गर्छ। त्यस कारणले हामीले चाहिँ उनीहरूलाई जवानहरूलाई हुर्काउनु पर्छ र यदि हामीले आज उनीहरूलाई हुर्काएनौँ अथवा हाम्रो सोसाइटीले हाम्रो जवानहरूलाई व्यवस्था गर्यो भने अबको 10 वर्षपछि हाम्रो सोसाइटी कहाँ हुने भन्ने एउटा प्रश्न छ। अबको 10 वर्षपछि हामीले के देख्न चाहन्छौँ हाम्रो सोसाइटीमा। त्यस कारणले जवान भाइ बहिनीहरूलाई हामीले निर्माण गर्ने स्पिरिचुअल क्षेत्रमा उनीहरूको व्यक्तिगत विकासमा उनीहरू चाहिँ एउटा व्यावसायिक रूपमा पनि प्रोफेसनल्ली उनीहरूलाई हुर्कायौँ भने भविष्यमा उनीहरू विभिन्न क्षेत्रमा समाजका विभिन्न क्षेत्रमा उनीहरू हुन सक्छन् र राज्यका क्षेत्रमा पनि हुन सक्छन्। त्यस कारणले सबै क्षेत्रमा स्पिरिचुअल्ली उनीहरूलाई हामीले डेभलप गर्ने एउटा र उनीहरूलाई सामाजिक रूपमा उनीहरूलाई चाहिँ एउटा व्यक्तिगत रूपमा चाहिँ डेभलप गर्ने उनीहरूलाई हुर्काउने कुरा चाहिँ धेरै महत्त्वपूर्ण जस्तो लाग्छ। र धेरै पटक हामी मण्डलीमा अब आत्मिक कुरा चाहिँ बढी धेरै हाम्रो एक्टिभिटिजहरू त्यहाँ भइराखेका हुन्छन्। अरू कुरामा चाहिँ कतै व्यवस्था गरे हो कि जस्तो लाग्छ मलाई। उनीहरूको पर्सनल एउटा व्यक्तिगत विकासमा उनीहरूको व्यावसायिक क्षेत्रमा उनीहरू प्रोफेसनली डेभलप हुने कुरामा यदि हामीले आज उनीहरूमाथि त्यो क्षेत्रमा चाहिँ उनीहरू हुर्कायौँ भने भोलि हाम्रो गभर्मेन्ट क्षेत्रमा पनि उनीहरू लिड गर्ने व्यक्ति हुन सक्छन्, उनीहरू मण्डलीको एउटा लिडर्स हुन सक्छन् र राजनीति क्षेत्रमा पनि देशलाई चाहिँ एउटा असल नेतृत्व गर्ने व्यक्ति उनीहरू हुन सक्छन्। त्यस कारणले उनीहरूलाई हामीले इक्विप गर्नुपर्छ, निर्माण गर्नुपर्छ र भन्ने चाहिँ लाग्छ मलाई चाहिँ। यहाँले कोही नाम नदिकन भन्नुपर्दाखेरि कोही जवानहरूलाई त्यसरी लगानी गरेर आज कुनै ठाउँमा पुगेर प्रभुको सेवा गरेको त प्रभुको महिमा गरेको कुनै केही छ? मैले सेवाकाई गर्ने क्रममा हुर्काएको भाइहरू अहिले कतिजना चाहिँ अब गभर्मेन्ट क्षेत्रमा काम गर्दै हुनुहुन्छ र म घोराइमा हुने बेला उहाँहरूलाई एउटा हुर्काउने मौका भयो र उत्साह दिने मौका भयो र सँगसँगै आत्मिक रूपमा पनि उहाँ लगभग 3 वर्षसम्म काठमाडौँमा ब्याचलर पढ्दै र यता तालिम गर्दै गर्ने प्रकारको एउटा ट्रेनिङ थियो। उहाँहरूलाई त्यहाँ पठाउँदा 3 वर्षसम्म उहाँले बाइबलको कुरा पनि सिक्नुभयो अनि ब्याचलर गरिसकेपछि उहाँले यो प्रहरी पहिला चाहिँ असैमा चाहिँ फाइट गरेर त्यसको केही वर्षपछि फेरि इन्सपेक्टर 5 गरेर उहाँले चाहिँ एउटा नेपाल प्रहरीमा काम गर्दै हुनुहुन्छ एकजना भाइ। र एकजना भाइ चाहिँ अहिले उहाँ दाङमा चाहिँ एउटा पास्टर पनि हुनुहुन्छ। उहाँलाई क्याम्पसमा पढ्ने बेला उहाँलाई इन्करेज गर्दै हुर्काउँदै गर्दा अलिकति आर्थिक अवस्थाको त्यस्तै भइसकेपछि उहाँ चाहिँ विदेशमा जानु पर्यो। अनि विदेशमा जाँदा चाहिँ उहाँले एयरपोर्टबाट मलाई फोन गर्नुभएको थियो, सर मलाई त्यो 4 तिम्रो फलो पुस्तिकाहरू चाहिएको छ। अनि उहाँ जहाँ जानुभएको थियो त्यो कम्पनीमा उहाँले एउटा मण्डली सुरु गरेर मण्डलीको लिड गर्नुभयो। अनि त्यसपछि अहिले चाहिँ आएर एउटा मण्डलीको 2-3टा मण्डली छ जस्तो लाग्छ उहाँलाई, उहाँको एउटा मण्डलीको सेवक हुनुहुन्छ। त्यस कारणले अब मण्डलीमा अथवा समाजको क्षेत्रमा हामीले विद्यार्थी अवस्थामा जवान अवस्थामा उनीहरूलाई हुर्कायौँ भने भोलि उनीहरूले चाहिँ एउटा नेतृत्व गर्ने लेभलमा उहाँहरू पुग्नुहुन्छ र सबै समाजका विभिन्न क्षेत्रमा विभिन्न डोमेनमा चाहिँ एउटा नेतृत्व गर्ने व्यक्ति हुनुहुन्छ। 1-2जनाहरू मलाई अहिले तुरन्तै याद आएको छ, 2जना भाइहरू उहाँहरू राम्रो गर्दै हुनुहुन्छ। र मैले यहाँलाई नजिकबाट निहाल्दाखेरि यहाँ दिनमा एकदमै अगाडि हुनुहुन्छ, बट उदारताको बारेमा धेरै ठाउँमा वचनको सेवा पनि गर्नुहुन्छ। अनि कसरी यो दिने सम्बन्धमा प्रेरणा कसरी पाउनुभयो? कसरी एउटा एक प्रकारले तपाईँलाई दिने व्यक्तिको रूपमा चिन्छ? इभन हामीले नेपालमा जो मण्डली निर्माण गर्दै गर्दा पनि बडो ठुलो लगानी यहाँले गर्नुभएको छ। यो जेनरसिटी उदारता चाहिँ परमेश्वर स्वयं चाहिँ उहाँले हामीलाई उहाँको पुत्रलाई दिनुभयो। त्यस कारणले गर्दाखेरि हामीसँग जे छ सबै उहाँकै हो। तसर्थ हामीसँग भएको सबै कुराले चाहिँ उहाँलाई महिमा दिने हो। हामीसँग भएको टाइम, हामीसँग भएको खुबी, हामीसँग भएको ट्रेजर, धन, सबै कुरा चाहिँ उहाँकै हो। उहाँकै महिमाको निम्ति उ गर्ने हो। र अब यो कुराहरू जब मलाई पनि भनौँ न सुरुमा
यो गिभिङको कुराहरू त्यसको प्रिन्सिपल कुराहरू थाहा नहुँदा चाहिँ मलाई पनि लोभ लाग्थ्यो र भेटिहाल्ने बेला 100 रुपियाँ लिएर खुद्रा गर्नको लागि दौड्ने मान्छे म पनि हो। तर जब बाइबल पढ्दै जाँदा यो दिने विषय चाहिँ वास्तवमा यो पास्टर अगुवाले भनेको होइन रहेछ, यो चाहिँ बाइबलले भनेको रहेछ। अर्को कुरा चाहिँ अब जब हामी परमेश्वरलाई प्रेम गर्छौँ भने अर्थात् कति चाहिँ मण्डलीमा यो विषयमा चाहिँ अब दिँदा केही पाइन्छ कि भन्ने भनौँ न, गिभिङको विभिन्न ट्रेन्ड भनौँ न, कतिले चाहिँ दिँदा सायद मैले अरू पाउँछु, आशिष पाउँछु भन्ने एउटा प्रकारले मानिसहरूले दिन्छन्। कति चाहिँ अब यो भनौँ न सायद अब विश्वासी भइसकेपछि दिनु एउटा कर्तव्य हो भन्ने जस्तो सोचेर मान्छेले गर्छन्। तर वास्तवमा मैले बुझेको चाहिँ जब हामी परमेश्वरलाई प्रेम गर्छौँ भने होइन, जब हामी हाम्रो जसलाई प्रेम गर्छौँ उसलाई केही न केही दिन्छौँ होइन। त्यस कारणले हामीले परमेश्वरलाई प्रेम गर्छौँ भने अनि हामीले उहाँको निम्ति एउटा दिनु चाहिँ आशिषको निम्ति बिउ रोप्नु हो र उहाँले नै हामीलाई सबै कुरा दिनुभएको छ, हामीसँग भएको सबै कुरा उहाँकै हुन् र हामीले चाहिँ उहाँको किङडममा चाहिँ लगानी गर्नुपर्छ भन्ने कुरा चाहिँ त्यो बिब्लिकल प्रिन्सिपल बुझ्दा चाहिँ मलाई चाहिँ लोभ लाग्दैन अहिले। र त्यो थाहा नपाउँदा मलाई पनि लोभ लाग्थ्यो। यो कति चाहिँ अगाडिबाट पास्टरले भनिराखेको होला जस्तो लाग्थ्यो, तर वास्तवमा त्यो कुरा चाहिँ पास्टर अगुवाले भनेको होइन रहेछ, त्यो चाहिँ परमेश्वरको वचनले भनेको रहेछ। त्यो बुझिसकेपछि चाहिँ एउटा जेनरसिटीमा एउटा सबै क्षेत्र भनौँ, जेनरसिटी भनेको टाइम, हामीले मानिसहरूलाई हाम्रो समय दिएर पनि हामीसँग भएको उत्साह, मानिसहरूलाई हौसला दिने पनि काइन्ड अफ जेनरसिटी हो। र हामीसँग भएको पैसा पनि, र हामीले परमेश्वरको राज्यमा एउटा उहाँको महिमाको निम्ति एउटा यो दिने कुरा नेपाली मण्डलीले चाहिँ सिक्नुपर्छ जस्तो लाग्छ। किनभने नेपाली चर्च इतिहास हामीले हेऱ्यौँ भने अब चाहिँ नेपाली चर्च चाहिँ आफै सस्टेन हुने लेभलमा हुनुपर्ने हो, मिसनहरू पठाउनु पर्ने हो। तर अझै पनि अब यो कतिवटा यो गिभिङको कुरामा चाहिँ कतै न कतै अब शिक्षाको कमीले भनौँ न, अब आर्थिक रूपमा पनि मण्डलीमा त्यति सम्पन्न मान्छेहरू नभएको कारणले गर्दाखेरि पनि एउटा सस्टेनेबिलिटी, मण्डली सस्टेन हुने, पास्टर आफूलाई पाल्नुपर्छ भन्ने कुरा कति नबुझेको कारणले गर्दाखेरि नेपाली चर्चहरूमा अलिकति कोही चाहिँ मैले सोध्छु अब पास्टर बिचरा स्ट्रगल गरिराखेको देख्छु। त्यस कारणले यो मेरो एउटा उसको विषय पनि हो, प्यासनको विषय हो, मानिसलाई सिकाउने, मण्डलीलाई सिकाउने। र मण्डलीले जब सिकिसकेपछि नेपाली मण्डली आशिषित हुनु हो भने यो चाहिँ नेपाली मण्डलीले सिक्नुपर्छ र सिकाउनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। धन्यवाद। यहाँलाई मैले उचालेको त होइन, तर रूपान्तरण क्रिस्टियन मण्डली नेपालगञ्जको भवन बनाउने क्रममा, जग्गा किन्ने क्रममा यहाँको ठुलो योगदान छ, जसको प्रेरणाले गर्दा सबैले मुठी खोल्नु भएको छ। तर यहाँले जुन प्रकारले नमुना बनिदिनु भयो र आज त्यहाँ आफ्नै खुट्टामा आफ्नै स्रोत साधनले चाहिँ मण्डली भवन बनेको छ, यो हामी सबैलाई गौरवको विषय हो। र यहाँ धेरै पास्टर अगुवाहरूलाई पछाडिबाट सहायता गर्ने काम पनि गर्नुहुन्छ र मण्डलीको एउटा एल्डरको, सिनियर एल्डरको नाताले रूपान्तरण क्रिस्टियन मण्डलीको नेतृत्व गर्दै गर्दा र यहाँको अहिले परिवारमा बुवा पास्टर हुनुहुन्छ, भाइ पास्टर हुनुहुन्छ, अर्को भाइ डिकन हुनुहुन्छ, मण्डलीको सेवकाई हुनुहुन्छ। यहाँलाई कस्तो लागेको छ अलिकति भनिदिनुहोस् मण्डलीको सेवकीको बारेमा? विशेष गरी हामी म परिवारको सबभन्दा पहिलो फर्स्ट जेनेरेसन क्रिस्चियन चाहिँ म हो र मैले विश्वास गरिसकेपछि अलिकति चाहिँ मलाई एक प्रकारको फेर चाहिँ त पढ्न गएको कि क्रिस्चियन बन्न गएको जस्तो भन्नुहुन्छ जस्तो लागेर चाहिँ मैले प्रार्थना गर्थेँ बुवाको लागि। अनि झन्डै 9 वर्षको प्रार्थनापछि चाहिँ मेरो सबै फ्यामिलीले प्रभुलाई पाउने एउटा अवसर भयो र अनि बुवाले चाहिँ केही तालिम गर्छु भन्ने विचार गर्नुभयो। अनि त्यति बेला त्यति धेरै अब तालिमहरू पनि हुन्थेनन् हाम्रो, त्यस कारणले नेपालगञ्जमा एउटा 10 महिना तालिम थियो, यो त्यो CFI भन्ने केयरिङ पिपुल फर इन्डिया भन्ने, खास इन्डियाबाट सुरु भएको एउटा सेवाकाई रहेछ। अनि त्यो तालिममा बुवालाई पठाइसकेपछि कहिलेकाहीँ म पनि पढाउन जान्थेँ त्यो तालिममा, त्यति कुनै कुनै क्लासहरू चाहिँ मैले पनि लिन्थेँ। अनि त्यसैको पिरियड बिचमा चाहिँ 2008मा बुवाले चाहिँ हाम्रो गाउँमा चाहिँ घरबाट मण्डली सुरु गर्नुभयो
र जहाँ हाम्रो घरबाट गाउँमा चाहिँ मण्डली सुरु भइसकेपछि बुवाले चाहिँ एउटा सेवाकाई गर्ने एउटा प्यासन एउटा त्यसरी देखाउनु भयो। त्यसपछि अनि भाइहरू पनि प्रभुमा आए अनि भाइहरू पनि तालिमहरू गरे त्यही सेफाइमा त्यो साइला भाइ माइला भाइले पनि। अनि त्यसपछि चाहिँ अहिले चाहिँ हामी लगभग सेवाकाईमा बुवा हामी 3 भाइ चाहिँ सेवाकाईमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ हामी सेवाकाई गरिराखेका छौँ। र सेवाकाई गर्दाको आनन्दको एक प्रकारको जुन छ त्यो चाहिँ संसारको सबै कुरा प्राप्त गर्दा पनि हामी सायद त्यसलाई चाहिँ अनुभव गर्न सक्दैनौँ जस्तो लाग्छ। जति बेला सुसमाचार प्रचार गर्दै गर्दा एउटा मान्छेले प्रभुलाई पाउँदै गर्दाको आनन्द चाहिँ अरूसँग चाहिँ त्यो तुलना गर्न सकिँदैन जस्तो लाग्छ। त्यस कारणले सेवाकाईको एउटा छुट्टै आनन्द छ। यद्यपि सेवाकाईमा चुनौतीहरू पनि छन्, थुप्रै कुराहरू छन्, तर सेवाकाई गर्दाको आनन्द चाहिँ मैले महसुस गरिराखेको छु। र हाम्रो परिवारहरू जसरी यहोशूले भन्छन् यहोशू 26:15 म र मेरो घरआङाले परमप्रभुको सेवा गर्नेछ, उहाँको प्रशंसा गर्नेछ भन्ने त्यो पद पढ्दा चाहिँ एक प्रकारले म आशिषित हुन्छु। र मेरो प्रार्थना छ कि हाम्रो घरानाले चाहिँ उहाँको सेवा गरोस्। र अहिले मेरो छोराहरू पनि पढ्न क्यानाडामा छन् र जेठो छोराले चाहिँ एउटा सेल ग्रुपको लिडर छ। वाह! अनि उसले सेल ग्रुप चलाइराखेको छ। कान्छो चाहिँ मेम्बर मात्र छ एउटा सेल ग्रुपको। अनि कहिलेकाहीँ उनीहरूले घरेलुसँग त्यहाँ आफ्नो कोठामा बोलाए हुँदो रहेछन् चर्चको पास्टरहरूलाई, त्यहाँकोहरूलाई। अनि कान्छोले कहिलेकाहीँ मेरो आज वर्सिप छ भन्छ कान्छो छोराले। अनि उनीहरूले एकजना यो निमा भन्ने भाइ नयाँ एउटा उनीहरूसँग बस्ने निमा तामा भाइलाई चाहिँ मण्डलीमा लगिरहेछन्। र कुनै बेला चाहिँ बिदाको अवसर पारेर उनीहरू ट्र्याक्सहरू लगेर अनि 1-2 दिन आउटरिच जस्तै उतै घुम्ने, रिफ्रेस गर्ने अनि सुसमाचार सुनाउने त्यो पनि गरिराखेको छ। त्यस कारणले गर्दाखेरि मलाई चाहिँ के आनन्द लाग्छ भने जब हामी प्रभु काममा इन्भल्भ हुन्छौँ, हाम्रो छोराछोरी, हाम्रो परिवारहरू, त्यसले चाहिँ एक प्रकारको आनन्द होइन प्रभुको सेवाकाई गर्दाको आनन्द चाहिँ हुँदो रहेछ। र हाम्रो सबै बुवा भाइ, मेरो माइला भाइ श्रीनगरमा छ, साइला नेपाल हुन्छ, म घोराइमा छु। कान्छाले पनि त्यो चिल्ड्रेन सङ्गति चलाउँछ त्यहाँ घोराइमा चाहिँ। हामी जाने चर्चमा चाहिँ त्यो बाल सङ्गतिको टिचर हो। त्यस कारणले हामी सबैजना चाहिँ प्रभुको सेवा गर्न पाउँदा चाहिँ एक प्रकारको आनन्द चाहिँ अनुभव गरिराखेको छ। धन्यवाद। प्रभुले यहाँलाई परिवारमा पहिलो सदस्यको रूपमा चुन्नुभयो र अहिले सबै परिवार प्रेरितश्वरको एक दिशा भने चाहिँ सबै परिवारले प्रभुले चिनेका छन्। प्रभुलाई महिमा भएको होस्। र यहाँ फेसबुकमा टिकटकमा पनि मोटिभेसनल स्पिचहरू दिइरहेको म देख्छु, धेरै फलोवर्सहरू भएको देख्छु। अन्तमा हाम्रो जवानीहरूलाई दर्शकवृन्दलाई केही उत्साहको शब्दहरू केही भन्न चाहनुहुन्छ? विशेष गरी जब हामीले परमेश्वरलाई आफ्नो प्रभु र मुक्तिदाता भनेर प्रभुलाई ग्रहण गरिसकेपछि हामी चाहिँ अब हाम्रो जीवनको सबै कुरा चाहिँ परमेश्वरको महिमाको निम्ति हामीले खर्चिनुपर्छ। र हाम्रो चाहे हामी प्रोफेसन गरौँ, चाहे हामी सेवाकाई गरौँ, र चाहे हामी गभर्मेन्ट क्षेत्रमा हौँ, हामीलाई परमेश्वरले बनाउनु भएको अल्टरनेटिभ चाहिँ उहाँको महिमाको निम्ति त्यो एउटा प्रपोज हामीलाई किन परमेश्वरले बोलाउनु भयो भन्दा यो हाम्रो जीवनको हरेक क्षेत्रबाट उहाँलाई महिमा हुनको लागि हो। त्यस कारणले हामी जहाँ हुन्छौँ, यद्यपि हामी व्यवसाय गर्दा पनि हामीले त्यहाँबाट परमेश्वरलाई महिमा दिनुपर्छ। अनि हामी सेवाकाई गर्दा पनि हाम्रो सेवाकाईबाट परमेश्वरको चालिनुपर्छ। हाम्रो अरू गभर्मेन्ट क्षेत्रमा काम गर्छौँ भने पनि हामी परमेश्वर हाम्रो सेवाकाई, हाम्रो व्यापार व्यवसायबाट परमेश्वर चाहिँ ग्लोरिफाई हुनुपर्छ। त्यस कारण यहाँहरू जतिजनाले यो प्रोडकास्ट हेर्दै हुनुहुन्छ, उहाँहरू जुनसुकै ठाउँमा भए पनि अल्टरनेटिभ गोल चाहिँ हाम्रो जीवनबाट चाहिँ परमेश्वरलाई महिमा दिनु हो। परमेश्वरले हामीलाई बोलाउनु भएको चाहिँ उहाँलाई ग्लोरिफाई गर्नु हो। त्यस कारणले हाम्रो व्यवसायबाट परमेश्वरको महिमा भएको छ कि छैन, हाम्रो सेवाकाईबाट, यद्यपि हामी सेवाकाई गरिराखेका छौँ, हाम्रो सेवाकाईबाट परमेश्वरको महिमा भएको छ कि छैन, हाम्रो जाहिरीबाट परमेश्वरको महिमा भएको छ कि छैन, र सबै कुराबाट चाहिँ उहाँलाई महिमा दिनुपर्छ। धन्यवाद। जय मसीह। र यहाँलाई धन्यवाद। व्यस्तताको बावजुद पनि हाम्रो यस
रूपान्तरण कथा पास्टर दिनेश बाबु श्रेष्ठसँगको यो पोडकास्टमा युट्युब च्यानलमा आएर आफ्नो कुराहरू राखिदिनु भयो। एउटा विक्रम टेम्पो चलाउँदै गरेको अवस्थामा उनी त क्याम्पस पढ्दै हुनुहुन्थ्यो र पनि एउटा कामलाई श्रमलाई सम्मान गर्ने व्यक्तिको रूपमा म यहाँलाई देख्छु, परिश्रम गर्ने व्यक्तिको रूपमा यहाँलाई देख्छु र आज जवान अवस्थामा प्रभुले पाउनुभयो र आज सम्पूर्ण घरानालाई प्रभुमा डोर्याउँदै र सबैलाई प्रभुको सेवकाइमा पनि डोर्याउँदै हुनुहुन्छ र धेरै पास्टरहरूलाई पछाडि बसेर उहाँले मण्डलीलाई निर्माण गर्नको निम्ति सक्रिय भूमिका खेल्नुभएको छ र क्याम्पस क्रुसेडमा विगत 23 वर्षदेखि लिडर इम्प्याक्टमा पनि रहेर अहिले प्रभुको सेवा गर्दै हुनुहुन्छ। रूपान्तरण क्रिस्चियन मण्डलीको एउटा खम्बाको रूपमा सिनियर एल्डर रूपमा पनि सेवा पुर्याइरहनु भएको छ। परमेश्वरले यहाँलाई यहाँको परिवारलाई प्रशस्त आशिष दिनुभएको छ। अझै यहाँको जीवनद्वारा धेरै मानिसहरूले जवान भाइ बहिनीहरूले उत्प्रेरणा पाउन सकोस्, एउटा सेवकाईको दर्शन पाउन सकोस्, धेरैको निम्ति आशिषको कारण बन्नुभएको छ। आदरणीय दर्शक तथा श्रोतावृन्द, मलाई आशा छ आजको यस पोडकास्टमा हाम्रो अतिथि मनबहादुर रोकाया, उहाँलाई मिलन रोकाया भनेर पनि चिन्छौँ र उहाँको जीवन कहानीबाट यहाँहरू पनि आशिषित हुनुभयो होला, एकदमै यो कुराबाट यहाँहरूले पनि प्रेरणा पाउनुभयो होला भन्ने मैले विश्वास राखेको छु। यदि यो रूपान्तरणको कथा पास्टर दिनेश बाबु श्रेष्ठसँग यो पोडकास्ट युट्युब च्यानल यहाँहरू सुन्दै गर्दा हेर्दै गर्दा आशिषित हुनुभएको छ भने यसलाई लाइक गर्न, कमेन्ट गर्न, सब्सक्राइब गर्न र सेयर गर्न पनि नभुलिदिनु होला र गरिदिनु होला र आउँदा दिनमा यहाँहरूको अझै राय सुझाव के छ भने पनि त्यो सल्लाह सुझाव पाउने आशा गर्दै आजको कार्यक्रमबाट बिदा हुन चाहन्छु। धन्यवाद। जय मसीह।